नमस्ते एभ्रिवन, वेलकम टु माई युट्युब च्यानल न्यू डेज न्यू भ्लगका साथमा आज हामी आइसकेका छौँ हाम्रो तोरीबारीमा। आज हामी तोरीबारीमा चाहिँ किन आउँदैछौँ भने हाम्रो घरको बाख्रालाई हरियो घाँस काट्न। ल हेर्दै जानुहोस् है त गाइज, हामी घाँस कसरी काट्छौँ। लेट्स सी। मौरी काट्ने मह काट्ने कार्यक्रम भइरहेछ गाइज। यतातिर चाहिँ हेर्नुहोस्, यसरी मह काट्दैछन्। हाम्रो तोरीबारी हो। त्यहाँ हेर्दै हुनुहुन्छ हाम्रो शुभचिन्तकहरू। ढेन्टराङ फुलाई फुलको बगैँचामा मेरी माया, शरमै लाउने पिरती नै गाँसौ आज। फुलाई फुलको बगैँचामा मेरी माया, शरमै लाउने। घाँस काट्न आएको मान्छेको यस्तो छ हालत। केराउ चोर्न बस्नु भएको छ बारीतिर। केराउ लभरहरू हेलो हाई हेलो हाई। त्यता काट्दै हुनुहुन्छ हाम्री आमाले बाख्रालाई घाँस। उता पारी चाहिँ मह काट्दै हुनुहुन्छ हाम्रो दाजुभाइहरूले। आउनुभएको छ केराउ चोरहरू। घाँस काट्ने बहानामा केराउ चोर्न आउनुभएका। हेर्नुहोस् त कसरी खाँदै हुनुहुन्छ उहाँहरूले केराउ। मनै मेरो चङ्गा भो तिमीलाई देखेर, थकान मेरो सारा त्यो मेटियो तिमीलाई भेटेर। चङ्गा भो। हजुर के खानु? आज खायो? आले के खायो? सानोले के खायो? मन भिडियो गराउनको लागि मात्रै राम्रोसँग नानीसँग बोलिरहेको थिएँ। दाजु नानु कस्तो दामी भिडियो आएको छ है साँच्चै होइन। सानु हेलो लाइक गरेपछि नानीले टाढा भयो कि सानो ल्याए। मलाई फकाउनलाई केही गर्नु पर्दैन, मात्र यति गरे हुन्छ। काखमा बोकेर हल्लाउने ठाडो पारेर मैले पनि हेर्नु पर्यो नि वरिपरि। तर तिमीहरूले जब मलाई यहाँ भुइँमा राखेर अनि आफूहरू चाहिँ मोबाइल चलाउन थाल्छौ नि, यति रिस उठ्छ मलाई। त्यो मलाई सबैभन्दा मन नपर्ने कुरा हो क्या। तिमीहरूले चाहिँ किन मलाई चाहिँ भुइँमै मात्रै राख्नु पर्यो खाली? किन मलाई रिस उठाउनु पर्यो? मेरो प्रेसर हाई गर्नु बाहेक केही आउँदैन है तिमीहरूलाई।
यसरी बोक न मलाई काखमा बोक के मलाई काखमा बोके हुन्छ क्या मसँग खेल बोल मलाई छुव तिमीहरू यति पनि गर्न सक्दैनौ भने मलाई के जन्माएको खालि मोबाइलै थियो भने तिमीलाई किन मलाई जन्माउनु पर्यो जति बेलै मोबाइल हेरे भइगयो नि तिमीलाई म पनि चाहिने अनि मोबाइल पनि चाहिने किन यति साह्रो हो यसरी खेलाउन मलाई पनि यार घरिघरि त म पनि त आनन्द लिन पाउँदिन